नमस्कार सबैजनालाई। आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि आरामै छु। आज म हजुरहरूको बिचमा मेरो गल्तीहरू म साझा गर्दैछु। किनभने मानिसले गल्तीहरूबाट नै सिक्छ र मेरो गल्तीहरूबाट हजुरहरूलाई पनि यो कुरा चाहिँ गर्नु हुँदैन रहेछ भन्ने शिक्षा मिल्न सकेको होस्। यो मेरो भिडियोको उद्देश्य नै यही हो। मेरो पहिलो गल्ती रहेको छ माटो मिश्रण सही नगर्नु र बिरुवालाई पर्याप्त मात्रामा पानी नदिनु। कहिलेकाहीँ कार्यव्यस्तताको कारणले गर्दा हामी बिरुवालाई चाहिने पर्याप्त मात्रामा पानी दिन सक्दैनौँ, जसको कारणले गर्दा हाम्रो बिरुवाहरू अनहेल्दी हुन्छ। यो अघिको सँगैको बिरुवा हो तर यो हेल्दी छ किनभने यसलाई पर्याप्त मात्रामा पानी मिलेको थियो र दोस्रो रहेको छ बिरुवालाई पानीसँगै घामको पनि आवश्यकता हुँदछ, तर यो मेरो एस्टरलाई पर्याप्त घाम नपुगेको कारण यिनीहरूले जस्तो ग्रोथ लिनुपर्ने हो त्यस्तो ग्रोथ यिनीहरूले लिन सकेको छैन। त्यसै गरिकन तेस्रो गल्ती रहेको छ मेरो यो रेनन्कुलसको बिरुवा चाहिँ मैले सही समयमा रिपोर्ट नगरेको कारणले गर्दा मैले पुलीमै छोडिदिएको कारणले गर्दा पुलीमै रुट बाउन्ड भएको थियो र मैले रिपोर्ट गरिसकेपछि पनि यिनीहरूले राम्रोसँग ग्रोथ लिन सकेन। मेरो यो चौथो गल्ती हो गलत मलको प्रयोग गर्नु। मैले यहाँ कुखुराको मल राखिदिएको थिएँ जसको कारण धेरै नाइट्रोजन भएको कारण मेरो यो सेनेरेरियाहरू कति मरेर गए कति मर्दै पनि छन्। मेरो पाँचौँ गल्ती हो यो कालन्चोमा अलिकति बढी पानी दिनु। लगभग पानी धेरै भएको कारणले यो कालन्चो मर्ने अवस्थामा थियो, तर अहिले चाहिँ बाँचेको छ र आफ्नो कर्तव्य यसले पुरा गर्दैछ। साथमा रहेका यी कालन्चोहरू जो फुल ब्लुममा छन्, यी कालन्चोहरू चाहिँ हेल्दी नै छन् किनभने यिनीहरूलाई कम पानी दिएको थियो। मेरो छैटौँ गल्ती हो गलत सिजनमा हार्ड बर्निङ गरिदिनु। मेरो यो जास्मिनको फुल हो, यसलाई चाहिँ मैले एकदमै जाडोको समयमा हार्ड बर्निङ गरिदिएको थिएँ किनभने मलाई हिँड्नलाई असजिलो भइरहेको थियो। त्यो कारणले गर्दा मैले हार्ड बर्निङ गरिदिएँ, जसको कारणले गर्दा केही त मरेका छन् तर केहीले चाहिँ ग्रोथ गर्दैछन्। त्यस्तै गरिकन यो हिबिस्कसका फुलहरूलाई पनि मैले गलत समयमा नै प्रुनिङ गरिदिएको थिएँ, जसको कारणले गर्दा उनीहरूलाई अलिकता ग्रोथ गर्नलाई गाह्रो त भइरहेको छ, तर उनीहरू ग्रोथकै क्रममा छन्। अवश्य पनि समयसँगै यिनीहरू ठिक हुनेछन्। भिडियो अन्त्यसम्म धैर्यताको साथ हेरिदिनु भएको निमित्त धेरै धेरै धन्यवाद। आशा छ सल्लाह सुझाव कमेन्टमा छोडिदिनु हुनेछ। हस् त, नमस्कार, बाई बाई। फेरि भेटौँला अर्को भिडियोमा।